Let's go. Good morning everyone. Welcome back to my channel हैन. New day, new vlog. फेरि आज धेरै दिनपछि फेरि आज भ्लग गर्न फेरि जाँगा चलाएर आइरहेको छु हैन. गर्नु गरिरहेको हुन्छु. फेरि बिहान चाहिँ राति खासै अब टाइमै हुँदैन हैन. कामै भइरहेको हुन्छ 10-11 बजेसम्म अनि राति टाइम हुँदैन. अनि राति मैले खासै राम्रो भिडियो पनि खिच्दैन. अनि त्यही भएर मात्रै हो मैले राति चाहिँ भ्लग गर्दिनँ हैन. अनि त्यही भएर दिउँसो भ्लग गर्छु मैले. दिउँसो पनि नभनौँ न, बिहान भनौँ न. अनि दिउँसो भ्लग गर्छु मैले. अब आज चाहिँ यस्तो जाँगर देखाएर बिहानै भ्लग गर्नु निस्किरहेको हो हैन. आई होप हेरिदिनुहुन्छ, इन्जोय गरिदिनुहुन्छ भन्ने आशाका साथ. यो बाटो पनि धेरै वर्ष बिग्रेको थियो र फाइनली पिच गरायो है. अहिलेसम्म पनि त्यो अलकत्रको त्यो पुरै स्मेल आइरहेको छ क्या रोडबाट. अस्ति भर्खर 2-3-4 दिन भयो होला यो रोड पिच गरेको होइन. अनि उता हाम्रो काम गर्ने ठाउँतिरको पनि पिच गराएको थियो. त्यो चाहिँ पिच होइन, त्यो चाहिँ ढलान गरायो. यो चाहिँ पिच हो होइन. सो आज चाहिँ बिहानै उठेर जति बिहानै उठेर हिँड्यो नि यो काठमाडौँमा के हो यार यो है. यत्तिकै हुन्छ क्या यो मर्निङ वक कलेजकोदेखि लिएर होइन. मान्छेहरू सबै यत्तिकै हुन्छ क्या. छरिबरी है पसल 5-6 बजीदेखि खोलिरहेको हुन्छ होइन. एकछिन रेस्ट पाउँदैन यो सहरले. यस्तै छ बिजी लाइफ यहाँ सबैजनाको. केही यार टिलिक्कै हाम लाग्ने है बिहान बिहानै. कहिले त लागेकै हुँदैन यार. कि अब सुँगुर यस्तो सुतेर हो कि म यार. बिहान त खासै छिटो उठिँदैन यार. उठ्ने जग्गै आउँदैन. राति धेरै बेरसम्म मोबाइल चलाइन्छ. अब काम हुन्छ 10-11 बजीसम्म होइन. घर पुग्दा 11 बज्छ लगभग प्रायः. अनि त्यसपछि त्यही त अनि यो चाहिँ मैले हिजो भर्खर हालेँ हो होइन झन्डा. तर खोइ खासै अडिँदैन यार. एकपट्टि मिल्छ एकपट्टि चिप्लिन्छ, एकपट्टि मिल्छ एकपट्टि चिप्लिन्छ. हो ट्याक्सीलाई के हो यार, ल्याएर सट्टै हालिदिन्छ त. मेरो पछाडि पनि गाडी आयो यस्तो हो. अनि कस्तो भयो त तपाईँहरूको होली? रमाइलो भयो होला होइन, इन्जोय गर्नुभयो होला. बसन्तपुरतिर जानुभयो होला, सुन्धारातिर होइन होली मनाउनलाई. भवालै भयो होला तपाईँहरूको चाहिँ. कस्तो भयो यसो कमेन्ट गरिदिनु होला. मैले चाहिँ खासै होलीसोली खेलेन होइन. होलीसोली त्यति खेल्दैन अहिले मैले. त्यो पनि काममा जानु परिहाल्यो होइन. होलीसोली त तब भइहाल्यो नि होइन. काममा नभयो भने त यसो खेलिन्थ्यो होला घरमै भए पनि. हुन त खासै इन्ट्रेस्ट पनि लाग्दैन अब पहिलाको जस्तो यार. बचाउनुहोस् त. पहिला चाहिँ अब अति नै रमाइलो हो होली होली भन्ने एउटा छुट्टै एक्साइटमेन्ट हुन्थ्यो नि त बचपनमा त. अब खासै अब आफ्नो तरिकाले गर्ने यताउति भएपछि अहिले त खासै इन्ट्रेस्टै लाग्दैन क्या. होलीसोलीको एक्साइटमेन्टै हुँदैन. बचपनमा जस्तो हुन्थ्यो नि सानोमा त्यस्तो ठुलो भएपछि चाहिँ नहुँदो रहेछ क्या. अनि त्यही भएर मैले चाहिँ होलीसोली पनि खेलिएन होइन. जस्तै काम हान्यो पऱ्यो. जस्तो तपाईँहरूले अब सबै अरूले त इन्जोय गर्नुभयो होला होइन. रमाइलो गर्नुपर्छ, रमाइलो हुन्छ हुन त. ठिक. अरे हेलमेट लगाएर चलाएन, लाइसेन्स बिल बोकिन चलायो भनेर कति ट्राफिकले पक्रियो भन्ने पनि न्युज आइरहेको थियो होइन. त्यो पनि न्युज आइरहेको थियो. खाएको तालमा त्यस्तो गर्नु भएन होइन. बिहान त फेरि चिसै हुँदो रहेछ है घामै लागे पनि यार. दिउँसो त गर्मी हुन थालेछ अहिले. अलिक दिउँसोतिर चाहिँ गर्मी नै हुन थालेछ अहिले. बिहान तर त बिहान फेरि चिसो हुँदो रहेछ है. लाइट साइड नबाल्ने अनि आइदिने ब्रो सिधै. ल अझ स्लो पनि नगरिकन क्या. यस्तैहरूको बडी एटिट्युड हुने हो क्या. लाइट साइड पनि बाल्दैन, ठाडै क्रस गरिदिनु खोज्छ रोड यार. साइड लाइट नबालिकन रोड क्रस हानिदिनु खोज्छ. हो यसरी लाइट दिनु पऱ्यो नि होइन. अनि पो यसरी लाइट दिनु पऱ्यो अनि पो हुन्छ त यार. सिधै लाइट नबाली ठाडै ल्याइदिन्छ र आफ्नै बाउको बाटो यस्तो गरेर यार. अनि हामी सिधा गइराखेकोले चाहिँ के गर्ने, रोक्ने कि नरोक्ने कि. अब यो लाइटले के सङ्केत जनाउँदैछ त हेरौँ है. ए कट्ने नै रहेछ जस्तो छ. ठिक छ. यसरी साइड लाइटको सदुपयोग गर्नु पऱ्यो होइन.
मन लाग्दै गरेर हुँदैन। त्यस्तै सानो सानो मिस्टेकले नै हो एक्सिडेन्ट हुने है। त्यही भएर कसैले पनि त्यस्तो नगर्नु कृपया। अनि यो लेन चाहिँ ओभरटेक गर्नु मिल्ने लेन हो है। फेरि यो छ नि, यो अब यो लेनमा चाहिँ फेरि यहाँसम्म मिल्छ। अब यस्तो यो छ नि, यो डट डट भएको हो, यस्तो लेनमा चाहिँ ओभरटेक गर्नु मिल्छ है। फेरि आफूले अर्को साइडमा लेन क्रस गरेर पनि खाली भएको बेलामा है, फेरि एकदमै मजाले खाली भएको बेलामा बिस्तारै हेरेर यस्तो डट लट लेनमा चाहिँ आफूले ओभरटेक गर्नु मिल्छ। त्यसको लागि यो चाहिँ गाडी कता जाने रहेछ, यो पनि यतै टर्न गर्ने रहेछ हो जस्तो लाग्यो। हो कि होइन रहेछ, यो मलाई गर्ने के साइड लाइट नबल्ने रहेछ क्या हो। साइड लाइट बल्दैन भने बनाउनु पर्यो होइन। बिहान त टिलिक्क घाम लाग्यो सर, मलाई मात्रै थाहा नभएको रहेछ, धेरै सुतेर रहेछ सर। हेर न यस्तो जिद्दी हुन्छ यो ट्याक्सीहरू यहाँ साला साइडै दिनु खोज्दैन यार, साइडै दिनु खोज्दैन। कस्तो जिद्दी हुन्छ क्या यो ट्याक्सीवालाहरू। अब फेरि यस्तोहरूको पछाडि पऱ्यो भने झ्याउ हुन्छ कि, त्यही भएर चलिदिइहाल्नुपर्छ। होली स्पेसल ब्लग हो यो चाहिँ। होलीको भोलिपल्टको ब्लग त सबैको होलीको ब्लग हुन्छ, आफ्नो चाहिँ त्यही भएर होली स्पेसल ब्लग। यो कति झर्छ झन्डा मेरो यार। अलिक यसको सेटिङ मिलिरहेको छैन, यसलाई म अलिक फिक्स राम्रोसँग फिक्स गर्नुपर्छ। म गर्छु एकदिन त। अनि म चाहिँ फेरि माया लाग्छ हिँड्ने मान्छेहरूको। म चाहिँ जहिले पनि फर्स्ट प्रायोरिटी चाहिँ म हिँड्ने मान्छेहरूलाई दिन्छु है। फेरि एकछिन रोकेर होइन, बरु स्लो डाउन गरेर हुन्छ अथवा रोकेर हुन्छ होइन। म चाहिँ जहिले पनि हिँड्ने मान्छेलाई चाहिँ प्रायोरिटी दिइरहेको हुन्छ है। त्यो हिँड्ने मान्छेलाई पनि पेलेरै अब होइन ओभरटेक गरेर जान्छु, तिनीहरूलाई भन्दा अगाडि पहिला कट जान्छु भन्ने हिसाब चाहिँ त्यस्तो चाहिँ म चाहिँ राख्दिनँ है। अवस्था व्यस्त ल। आजको भ्लग चाहिँ यतिमै एन्ड गर्न चाहन्छु। कस्तो लाग्यो सो कमेन्ट गरिदिनु होला। भिडियो मन परेमा लाइक, सेयर एन्ड सब्सक्राइब गर्न नभुलिदिनु होला। धन्यवाद।